भोलि चाहिँ हामी यक्सुम जाँदैछ, त्यही भएर चाहिँ त्यहाँ बाटोमा खानुको लागि खाजा रोटीहरू बनाउँदैछ होइन। म चाहिँ सुक्खा रोटी र गोर्खे चटनी बोक्नु पऱ्यो भनेर चाहिँ अन्त रोटी बनाउनु आँटेको, बिहान उठेर भ्याउँदैन हो। अन्त खानासाना खाइसकेर रोटी पोलेर चाहिँ राखेर बिहान चाहिँ प्याक गरिकन जाने हो, बिहान उठेर भ्याउँदैन। अझै बिहान पोलेको राम्रो हुन्थ्यो होला हो, सुक्खा रोटी पोल्ने केही हुँदैन भनेर म चाहिँ अब सेलरोटी रोटी पोल्दैछु सबैजनालाई टेस्टीले। हामी चाहिँ आज यक्सुम जाँदैछौँ। यहाँनिर अन्त सबैजना भेला हुँदैछ, बसमा चढ्दैछ। यहाँनिर चाहिँ अघि आएर पनि एकदम मिलाउनु हुँदैछ। यहाँ आन्टी हामी चाहिँ सँगै आएको। सेफ जर्नी सबै साथीहरूलाई थ्याङ्क यू। तपाईँलाई पनि, तर उहाँ चाहिँ अर्को बसमा छ है। हामी चाहिँ जोरथाङ पुग्नु आँट्यो। यहाँनिर एकछिन हाम्रो डिजे पनि थाकेर पिसाएको अरे। अन्त यहाँ म भिडियो गर्दैछु। डिजे पनि थाकेछ। यहाँ गगा हुनुहुन्छ हाम्रो। यहाँ हाम्रो गगा चाहिँ अमेरिकन गगा अरे। सबैको जाँदै छैन। यहाँ हाम्रो गगा दिदी आज यहाँ एकजना चाहिँ अलिक कम्ती सिरियस छ, यहाँ एकजना आनी चाहिँ अगाडि सिरियस छ। म चाहिँ यहाँ छु। हामी चाहिँ पछाडि बसेको हल्ला गर्नुको लागि। अब चाहिँ हामी यक्सुम बजार पुगेको छ। अनि यहाँनिर चाहिँ अब कसले छोकहरू किन्ने, खदाहरू बिर्सेकोहरू चाहिँ सबै यहाँनिर किन्दै चाहिँ यक्सुम बजार हेर्नुहोस् है। यहाँनिर लामालाहरू पनि निस्किनु भयो। अनि म चाहिँ गाडीमै छु हो, अरूले किन्दैछ। हामी चाहिँ 5 बजी हिँडेको, यहाँ 12:30मा आइपुगेँ है। अब चाहिँ हामी उकालो जाँदैछौँ कि रोडबाट। सबैजना यहाँ छ। भर्खर आइपुगेँ है। भर्खर आइपुगेँ। हामी चाहिँ 12:30मा टक्कै अब उकालो गुम्बा लागेको हामी चाहिँ। जाँदैछ। चिसो चिसो भयो त यहाँ जुगै आइलाई। अब होता रहेछ त ला। खानु है। सिक्किमको सबैभन्दा पुरानो गुम्बा आएको। यो पनि एउटा किस्मतले बोलाएर आएको होला। तर हिँड्नु साह्रो पर्यो। पसिना देखाइदिनुहोस् न मेरो। यस्तो पसिना आयो। मिठो खाँदै बसेको आज निक्ल्यो। तर आइपुग्यो अब चाहिँ यहीँनिर रहेछ। यो बिचारा मेरो आई बोल्नु सक्ने हालतमा छैन। अनि यहाँ भर्खर होस् आउँदैछ पानीको। हेर्नुहोस् त। हो नि, भर्खर अलिक कथा भइरहेछ गुम्बामा आइपुगेर। यहाँ चाहिँ डुब्दी मोनेस्ट्री हो यक्सुममा। अनि हामी चाहिँ यहाँ साउन्ड रेडी गर्दैछ। अनि यहाँ भित्र चाहिँ डुब्दी पानीको पुरानो सबसे पुरानो गुम्बा। उहिलेको सिक्किममा सबैभन्दा पुरानो गुम्बा यो। यस्तो यस्तो रहेछ। यो पनि सबै यो ढुङ्गाहरू खोपेको 1701मा चाहिँ बनाएको रहेछ गुम्बा चाहिँ। यो टाइममा बनाएको। गुम्बाभित्र चाहिँ पूजा गरिसकेर हामी चाहिँ यता गुम्बा भएकोमा आउँदैछ हो। अब यो सकेपछि चाहिँ खाजाहरू खाएर चाहिँ घर जाने। घर चाहिँ आज चाहिँ 12 बजी 12:30तिर पुग्छ होला।
जस्तै नाता शेर्पा छिमेकले चाहिँ यहाँ तपाईँको ट्रान्सलेटिङ सिलनेन कातोर जिङ छिमेको चाहिँ यहाँ पहिला यहाँ पनि उहाँहरूको आफ्नो आफ्नो गुम्बा पनि थियो होइन यहाँ चाहिँ छिमेको यहाँ कातोर जिङ छिमेको चाहिँ कातोर लेकको अलिकति माथिपट्टि छ अनि नाता शेर्पा छिमेको चाहिँ तपाईँको लोकसभा बजारदेखि अलिक माथि जानुपर्छ त्यहाँ चाहिँ लागाङ मर्पु भन्छ लागाङ मर्पुमा चाहिँ पहिला तपाईँको भुम्ची त पहिला लिएर त्यहाँ ढुक्छ गर्दा यहाँदेखि तपाईँको ट्रान्सलेटिङमा चाहिँ लिएर आएको छ अनि कातोर जिङ छिमेको चाहिँ यहाँ छ तर अहिले बादमा चाहिँ माथि काटोकमा सरेको स्टोरी छ अनि यहाँ पहिला आएर चाहिँ जवाखाती छिमेको चाहिँ यहाँ पछाडि हाम्रो अहिले तपाईँले पूजा त्यो त पुरानो छ पुरानो त्यहाँ चाहिँ उहाँले गरेर बस्नु भएको भनेर चाहिँ भन्ने गर्छ होइन त्यहाँ चाहिँ मुनि अलिकति एउटा सानो तलाब पनि छ पनि छ अनि दर्जी गाउँमा चाहिँ यहाँ जवाखाती छिमेकले चाहिँ जिल्लामा झन् थानामा चाहिँ सेवा गरेर चाहिँ टोइलेटमा उहाँले चाहिँ यो स्थापना गर्नुभएको अनि सुन पनि चाहिँ गर्नुभएको चाहिँ यस्तो स्टोरी छ होला अनि तपाईँले आज उहाँको कस क्यापिटलसँग भित्रै आउनु भएको के भन्नु पुरा राम्रो भयो सब कुराहरू पुरा राम्रो ल है हामी चाहिँ यहाँ गुम्बामा सबै पूजा गरेर सकेर फर्केकै अब चाहिँ हामी पेट पूजा गर्नेवाला चाहिँ सबै भोक लाग्यो भने मालिक खोज्दैछ त्यो ज्याकेट मलाई फोटो खिच्दै त्यहाँबाट किन ठिकै यहाँ हेर्नु त भात खानु भए त काम आउँदैन दाँतको जस्तो हुँदो रहेछ नर्सरी के भन्छ नर्स ट्रेनिङ गरेर आएको जस्तै देखिँदैछ त सबैजना